आज चाहिँ हामी यो कोरियाको काम अनि भोटेहरूको गाली होइन, कामको प्रेसर अनि आफ्नै पर्सनल तनावहरू पनि हुन्छ होइन। त्यसले गर्दाखेरि वाक्क भएर चाहिँ आज चाहिँ हामीहरू बाहिर निस्कौँ त भनेर साथीहरूसँग मिलेर आज हामी समुद्रको छेउमा, हाम्रो नजिकै पर्छ समुद्र चाहिँ, हामी चाहिँ आन्सान हो, यो चाहिँ अब ओइदोनेरको समुद्रको छेउ हो, लगभग हाम्रो छेउमै पर्छ। हामी चाहिँ जाँदैछौँ होइन। हाम्रो चाहिँ यो पछाडिको चाहिँ लुङ्गा दाई हुनुहुन्छ, हाम्रो यो अघिको चाहिँ अर्जुन हो। हामीले चाहिँ यहाँ चाहिँ के देख्यौँ, यो चाहिँ हामीले नेपालमा के भन्थ्यो भन्दा कुतेलीको साई के भन्थ्यो कि खेतहरूमा पाउँथ्यो होइन। सानो हुँदाखेरि चाहिँ एकदम खाइन्थ्यो कि खेतमा गएर। यो चाहिँ ठ्याक्क खाने चाहिँ भएर हिँड्छ होइन, अलिक खाने चाहिँ भएर हिँड्छ, तर मिठो हुन्थ्यो, सानोमा खाइन्थ्यो है। यहाँ पनि पाउँदो रहेछ, ठिक छ। अनि यहाँको चाहिँ यो बाटोहरू होइन, यो बाटो पछि चाहिँ यो आउने यो घरहरू चाहिँ ठ्याक्क त्यो सानोमा के त्यो रेसिङ गेम खेलिन्थ्यो नि त्यो मोबाइलमा बाइकको, ठ्याक्क त्यस्तो फिल हुने क्या यहाँ यो सिनहरू देख्दाखेरि चाहिँ होइन, खतरा मजा आउने। अब चाहिँ हामीहरू चाहिँ खानेकुराहरू किन्न जाँदैछौँ होइन, सिउमा जाँदैछौँ। सिउ खोजेको यहाँनिर चाहिँ यता अलिक टाढो रहेछ नि त हामी भएको भन्दा, अनि हामी चाहिँ बजारी एरियातिर आयो कि फेरि सिउ खोज्नलाई। अनि सिउमा गएर हामीले चाहिँ सामानहरू किन्यौँ होइन, खानेकुराहरू। अनि त्यस पछाडि हामी चाहिँ फेरि लाग्यो समुद्रतिर है त। एकदम मजा पनि भयो होइन, यसरी साथीहरूसँग समुद्रको किनारमा बसेर होइन, एकदम रमाइलो पनि भयो। अब चाहिँ हामी फर्किन लागेको होइन, जाडो पनि भयो अनि रात पनि पर्नु लाग्यो। हामी चाहिँ फर्किन लागेको, लुङ्गा दाई चाहिँ अगाडि गइसक्नु भयो, हामी चाहिँ अर्जुन र म चाहिँ यहीँ छौँ। ल साथीहरू, आजको यो सर्ट मिनी भ्लगलाई चाहिँ अन्त्य गर्छु होइन। सधैँ यसरी रमाएर पनि भएन, भोलिदेखि फेरि उही कोरियनको गाली खानुपर्ने हुन्छ होइन, ड्युटी जानुपर्ने हुन्छ। ल सबैजनालाई बाइ है त।